के छ गाउँलेहरू, के छ? ठिकै छ नि? म पनि ठिकै छु होइन। फेरि पनि अर्को भिडियोको साथ उपस्थिति भइसकेको छु म होइन। यही हो टक्क लाएर झोला भिरेर फेरि कहाँ जाँदैछ यो भनेर फेरि सोचिरहनु भयो होला होइन तपाईँले। होइन म कहीँ पनि जानु लागेन आज चाहिँ, यत्तिकै झोला मात्र भिर्यो। झोलाको त्यहाँ अङ्कललाई दिन थियो, त्यही भएर म अङ्कललाई दिन जानु लाग्यो झोला। त्यस्तो कतै जानु लागेन है म। फेरि जान त छ, चामल लिन जान छ अहिले तल रोडमा, अनि त्यहीँनिर जान त अहिले चाहिँ कतै नै होइन है। फेरि झिक्किनु होला नि, फेरि नझिक्किने त्यस्तो झिक्किनु भएन नि। ओ मास्टर नि के छ? पुरा घाँस झार्दै बसियो त। हेलो देखिया नि छैन। खै अङ्कल जानुभयो अङ्कल? होइन भ्लगर भइसक्यो हिँड्नु पऱ्यो नि त होइन हजुर अङ्कल? म यता रोडतिर आएको होइन। रोडको हालत चाहिँ यहाँ पुरै हिलै हिलो आयो नि त। त्यहाँदेखि सक्नुहुन्छ यस्तो हिलो आमा हट, पानी परे हिलो नपरे धुलो यस्तै छ। कस्तो हो रोड पनि आमा, कति लड्यो होला यार यहाँ त। चामल बोकेर आइयो माथि देख्न सक्नुहुन्छ। म यहाँ चामल बोकेर आएको छु, चट्टा पारामा चामल लिएर आउँदैछु। चामल लिएर घर जाँदैछु। अब बाटो यस्तो छ, पुरा सिँढी उकालो बाटो। चामल बोकेर म चढ्दैछु पिटी पारामा। त्यही नै हो ल होइन। यस्तै हो गाउँघरतिर, अलिअलि दुःख गर्नै पर्छ। त्यही नै हो, बल्ल खाएको पो पच्छ त, नत्र खाएको नि पच्दैन। त्यही नै हो ल। थकाइ लाग्यो मलाई, एकछिन चौतारोमा बस्छु। हामी त यस्तै नै हो नि, चिसो चिसो हावा खान्छु होइन। त्यही नै हो, थकाइ लाग्यो। म यहाँ थकाइ मार्दैछु यहाँ चौतारामा बसेर चट्टा पारामा। हाम्रो यहाँ चौतारा सट्ट लाएर त्यहाँ चामल छ। म यता बसिरहेको छु थकाइ मारेर। लाग्छ थकाइ लाग्यो, यत्रो उकालो बाटो। यस्तो उकालो बाटो छ, यो बाटो हिँडेर आएको थकाइ लाग्यो। त्यही भएर म यहाँ थकाइ मार्दैछु। त्यही नै हो ल, पसिना ल है त गाउँले हो। फेरि पनि म अब है बेलुकालाई भात पकाउनको लागि जाँदैछु होइन। हँसिया नाम्लो बोकेर, फेरि हँसिया नाम्लो बोकेर कसरी भात पकाउने भन्नु होला। हँसिया नाम्लो बोकेर घाँस काटेपछि बल्ल भात पाक्छ नि त बेलुका। अन्त फेरि हिजो पनि पानी परेर घाँस काट्यो होइन। अब आज त काट्नु पऱ्यो, फेरि मम्मीले मार्नुहुन्छ। मम्मी उता धान गोड्नु भएको होइन, त्यही भएर म घाँस काट्न आएको। त्यो आज नि पानी परिसक्यो त, अलिअलि थोपा परेको पानीको। म छिटो घाँस झार्छु। त्यो माथि हो, त्यति घाँस झारेर चट्टा पारामा कस्तो टल्केको, त्यति घाँस झारेर चाहिँ अनि म लिएर घर जान्छु। त्यही नै हो, अरू चाहिँ झारिसकेँ मैले, झारेको त्यो पनि ल। अब रुखतिर चढेर घाँस झारेर भेट्नुपर्छ है त ल गाउँले होला। अनि गाउँले हो होइन। घाँस चाहिँ टक्क गएर म घाँस काट्न आएको त पुरा पानी परिदियो क्या चट्टा पाराले। पानीले यहाँ घाँस काट्नै नदिने भयो क्या हौ। हाम्रो कटर चाहिँ कटर भइसक्यो त्यो हाम्रो कटर त्यहाँ। त्यही भयो त्यहाँ कटर त तल यत्रो छ। मम्मी हौ पानी पर्यो, आऊ न सँगालिदिनु त यसो ट्याप ट्याप सँगालिदिनु त। ल खै भ्याएन अझै, कति हो त गर्नु? तलै भ्याउनु भयो, तल सुरु नि गरे छैन। ए ल ल ल, त्यही नै हो। त्यो पानी खाल पऱ्यो
यो आँप चाहिँ झ्याम्टे आँप हो, झ्याम्टे आँप। झ्याम्टे आँप खाने बेला भयो है ल, गाउँले हो। किन नाच्योस्? के छ मम्मी, के छ? मम्मी त पुरा कलेजको ड्रेस लाएर चट्ट पाराले धान काटिरहन्छ। कुन कलेजको मम्मी त? मम्मी एग्रिकल्चर होइन मम्मी? टक्क लाएर कुन कलेजको ड्रेस हो मम्मी? चट्ट पारामा मम्मीले धान काटेर भ्याउनु भएछ है, सट्ट लाएर। हाम्रो धानबारी अघिको घाँस नझार्ने अरे, अब अर्को घाँस झार्ने अरे। उतै घाँस बरु उता घाँस झार्ने अरे मैले, त्यही नै हो। त्यो यस्तो भयो यो हात पनि दुइटैको छाला खुल्कियो मेरो चाहिँ होइन, घाँस काट्दाखेरि ठोसाले लाएर। त्यही नै हो, यहाँ घाँस छ चट्ट पारामा, यसलाई सँगालेर लिएर जानुपर्ने हुन्छ। तिमी छौरा पो हाँसेको छु म, तिमी छौरा पो बाँचेको छु म, होइन मेरी आमा? त्यही नै हो गाउँलेहरू, त्यही नै हो। आजको भिडियो सकियो अब होइन, आजको दिन पनि सकियो, भिडियो पनि सकियो। अब फेरि अर्को भिडियो लिएर आइहाल्छु भोलि। अनि आजलाई त भ्याइयो, त्यही नै हो। गाउँघरतिर यस्तै हो, घाँस सास काट्नै पर्यो, अब जे गरेर त्यही भिडियो बनाउनै पर्यो। अब त्यस्तै हो। लौ त अब बसन्ते त्यही नै हो। ल यति भन्दै आजबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते, जय नेपाल अनि गुड नाइट।